हेलो डियर स्टुडेन्ट्स, वेलकम टु माई च्यानल। आज क्लास 11 को कम्प्लेक्स नम्बर च्याप्टरबाट एउटा सिम्प्लिफाई गर्न गइरहेकी छु। जुन क्वेसन रहेको छ 5 - 2i बाई 4 - 3i प्लस 7 + 3i बाई 4 + 3i। अब यो सबैभन्दा पहिला के गर्ने त हामीले डिनोमिनेटरहरूको एलसिएम लिने। जस्तो यसको एलसिएम के भयो त 4 - 3i इन्टु 4 + 3i, किनकि यसमा कमन चाहिँ केही पनि छैन। एलसिएम भनेको के हो? कमन छ भने कमन पनि लेख्ने अनि बाँकी रहेको नम्बरहरू पनि मल्टिप्लाई गर्ने। अब यसमा चाहिँ 4 - 3i इन्टु 4 + 3i एलसिएम आयो। अब के गर्ने त? अब रुल के हुन्छ, यसको डिनोमिनेटरले पहिला यसलाई डिभाइड गर्ने। 4 - 3i 4 - 3i कट भयो, बाँकी रह्यो 4 + 3i, जसले यसको न्युमेरेटरलाई मल्टिप्लाई गर्नुपर्छ। भन्दाखेरि के आयो? 5 - 2i इन्टु 4 + 3i। त्यस्तै प्लस यो बिचको साइन। अब यसमा जाऊँ, यसको डिनोमिनेटरले यसलाई डिभाइड गर्ने। डिभाइड गर्दाखेरि 4 + 3i ले 4 + 3i कट हुन्छ, बाँकी रहन्छ 4 - 3i, जसले यसको न्युमेरेटरलाई मल्टिप्लाई गर्ने। के हुन्छ त? 7 + 3i इन्टु 4 - 3i। ओके, त्यसपछि के हुन्छ? अब माथि हामीले मल्टिप्लाई गर्ने। जस्तो 5 - 2i ले 4 + 3i लाई यसलाई खोल्ने, ब्रेकेटलाई खोल्ने अनि सल्भ गर्ने। 5 ले यसलाई मल्टिप्लाई गर्ने फर्स्टमा, 4 + 3i लाई 5 ले 4 लाई गर्दा 20 प्लस 5 3 जा 15i। अब -2i ले 4 लाई गर्दाखेरि -8i, -2i ले 3i लाई गर्दाखेरि -6i²। अब यताको पार्टमा जाऊँ, प्लस 7 ले 4 लाई 28, 7 इन्टु -3i -21i प्लस 3i इन्टु 4 प्लस 12i अनि प्लस 3i इन्टु -3i के हुन्छ त? -9i² बाई। अब यहाँ पनि हामीले मल्टिप्लाई गरौँ। यसमा चाहिँ सिम्पली हामी कसरी गर्न सक्छौँ? यो a - b र a + b को फर्ममा छ। a - b इन्टु a + b को फर्मुला के हुन्छ? a² - b² को फर्मुला के हुन्छ? a - b इन्टु a + b। त्यस्तै हामी त्यही रूपमा लेखौँ यसलाई पनि, 4² - 3i को होल स्क्वायर। अब के हुन्छ त? यसमा नम्बरहरू एक ठाउँमा ल्याएर जोडौँ। 20 + 28 भनेको 48 नम्बर यति मात्रै छ। अब आई को टर्महरूलाई सिम्प्लिफाई गरौँ। प्लस 15i -8i -21i प्लस 12i। यो सबैले हामीले प्लस माइनस गर्ने हो। प्लस प्लसको कुन छ? प्लस 15 प्लस 12 कति हुन्छ त? जो दुईटैलाई जोड्दाखेरि प्लस 15 र 12 लाई जोड्दाखेरि 25 26 27 प्लस 27i। अब -8i -21i पनि जोडियो, कति हुन्छ त? माइनस साइन रह्यो अनि 29i हुन्छ। अनि त्यस्तै -6i² र -9i² लाइक टर्म्स छ भने यो पनि माइनस माइनस जोडिन्छ, साइन चाहिँ माइनसकै रहन्छ। 9 + 6 भनेको 15i² भयो। ओके, अब तल के भयो त? 4² भनेको 16 माइनस 3² भनेको 9i²। अब के हुन्छ? यसमा फेरि आई को बाँकी नै छ, सल्भ गर्नुपर्ने। 48 प्लस 27 माइनस 29 भनेको माइनस साइन रह्यो, चाहिँ सब्ट्र्याक्ट भयो 2i। अब हामीलाई के थाहा छ भन्दाखेरि i² को भेल्यु कति हुन्छ? i² को भेल्यु हुन्छ -1। ओके, i को भेल्यु चाहिँ √(-1) हुन्छ। अब यसमा हामीले यो भेल्युलाई नराख्दा नि हुन्छ। हामीले चाहिँ खालि i² को मात्रै राखौँ। -15 इन्टु -1 डिभाइडेड बाई 16
माइनस त्यस्तै आई स्क्वायरको भ्यालु यसमा पनि राख्दाखेरि इन्टु -1। अब माथि के भयो त 48 माइनस 2i माइनस इन्टु माइनस प्लस 15 बाई 16 माइनस इन्टु माइनस प्लस 9 भयो यता पनि। अब नम्बरलाई हामीले सल्भ गरौँ, दुईटै प्लस साइन भएर एड हुन्छ, कति हुन्छ 48 प्लस 15 63 माइनस 2i बाई 25। अब के हुन्छ त हामीले यत्तिकै पनि लेख्न सक्छौँ र हामीले यसरी पनि लेख्न सक्छौँ नम्बरलाई जसलाई रियल पार्ट भन्छन् यतातिर लेख्ने अनि माइनस बीचमा आएपछि 2/25 यो इमेजिनेरी पार्टलाई छुट्याएर लेख्न सक्छौँ। यही आन्सर हुन्छ। ओके, थ्याङ्क यू।